जब संसारले तिमीलाई त सक्दैनस् भन्छ त्यहीबाट एउटा सपनाको जन्म हुन्छ। त्यस्तै एउटा सपना थियो द फुटबल किङ पेलेको। उनी यति गरिब थिए कि फुटबल किन्ने पैसा समेत थिएन। पुरानो सक्स भित्र कपडा हालेर फुटबल बनाउँथे र आफ्नो घरको गल्लीमा खेल्थे। 1950 वर्ल्ड कप फाइनल ब्राजिल हार्यो र उसको बुबा रोएको देखेर त्यति बेलै उसले कसम खाए, म एक दिन ब्राजिलको लागि वर्ल्ड कप जिताएर देखाउँछु। मात्र 17 वर्षको उमेरमै विश्वकै सबैभन्दा ठूलो स्टेजमा उभिए थिए। 1958 वर्ल्ड कप फाइनल विश्वभरिकै फ्यान्सहरूले उसलाई हेरिरहेका थिए र पेलेले 2 गोल हाने। ब्राजिलले उक्त वर्ल्ड कप जित्यो पनि। त्यो दिन खेल मात्र जितिएन, त्यो दिन एउटा लेजेन्डको जन्म भयो। 3 वर्ल्ड कप जुन आजसम्म कुनै पनि प्लेयरले जित्न सकेका छैनन्। त्यो केटो जो जुत्ता र बल बिना फुटबल खेलेको थियो, उसले सारा दुनियाँलाई विश्वकै फुटबल किङ बनेर देखायो। पेलेको जर्नीबाट के सिकिन्छ भने सपना ठुलो देख्नु नराम्रो होइन, तर ती सपना पूरा गर्न कठोर परिश्रम आवश्यक हुन्छ। डोन्ट वेट फर अपर्च्युनिटी, जस्ट क्रिएट इट।